आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। सन्तुष्ट बन्नुहोस्। जय मसीह। आज आइतबार मार्च 29 तारिक चैत 15 गते। आजको बाइबल खण्ड हिब्रूको पुस्तक 13 अध्यायको 5 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, तिमीहरूका जीवन रुपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस। किफायत मूल्यका पसलहरूबाट लुगा कपडा किन्दा खुसी हुने मानिसहरू सामान्यतया महँगा पोसाक किन्न सक्ने अवस्थामा पुग्दा पनि खुसी नै रहन्छन्। जो पहिले गरिब हुँदा खुसी थिएनन् तिनीहरू अझै पनि उस्तै दुखी मानिसहरू हुन्। यति मात्र भिन्नता हो कि तिनीहरूले अहिले उत्तम लुगा लगाउँछन्। तपाईसँग जे छ त्यसमा कसरी सन्तुष्ट हुने र यसको लागि कृतज्ञ महसुस गर्ने भन्ने कुरा सिक्ने काम चाहिँ पैसाले के गर्न सक्छ र के गर्न सक्दैन भन्ने कुरा बुझ्ने कामबाट सुरु हुन्छ। जीवनमा त्यस्ता कुराहरू छन् जसको तपाईँले मूल्य तोक्न सक्नुहुन्न। राम्रो स्वास्थ्य, तपाईँलाई माया गर्ने परिवार, धेरै वर्षदेखि कायम रहेको मित्रताको साथ, कडा परिश्रम गरेपछि तपाईँको प्रयास सफल भएको देखेर प्राप्त हुने उपलब्धिको अनुभूति। तपाईँले यी सम्पत्तिलाई नगदको हिसाबले मूल्याङ्कन गर्न सक्नुहुन्न। तपाईसँग कृतज्ञ हुनका लागि केही छैन भन्ने यदि तपाईँलाई लाग्छ भने तपाईँको बच्चाको हाँसोको आवाज, समुद्रका छालहरू किनारमा ठोकिँदाको आवाज, तपाईँको घरपालुवा पशु जस्तै कुकुर आदिबाट तपाईँले प्रत्येक दिन प्राप्त गर्ने निशर्त अभिवादन, अनि तपाईँदेखि टाढा भएर अब भेट भएको साथीको अङ्गालोका बारेमा विचार गर्नुहोस्। यी सम्पत्तिहरू बिना तपाईँ आत्मिक रूपमा गरिब हुनुहुन्छ। यी कुराहरू अमूल्य छन् अनि सेयर वा नाफासँग यिनको कुनै सरोकार छैन। जब तपाईँ जीवनका सबै थोकको मूल्य हेर्नुहुन्छ, सबैभन्दा उत्तम थोकहरू निशुल्क हुन्छन्। यदि तपाईँ आफ्नो आर्थिक अवस्थासँग खुसी हुनुहुन्न भने तपाईँले यसलाई परिवर्तन गर्न कदम चाल्नु आवश्यक छ। त्यो बुद्धिमत्ता र असल भण्डारेपन हो। तर त्यसो गर्नु अघि आफ्नो व्यक्तिगत सम्पत्तिको लेखा परीक्षण गर्नुहोस्। हो, सफलताका उपलब्धिहरूमा आनन्द मनाउनु उत्साहजनक हुन सक्छ, तर जीवनको सुन्दरताको पनि कदर गर्न नबिर्सनुहोस् जुन निशुल्क छ। यसले तपाईँलाई रुपियाँ पैसा र भौतिक थोकहरूले कहिले भर्न नसक्ने तरिकाले भर्नेछ। यसकारण जीवनका जस्तो सुकै परिस्थितिमा पनि सन्तुष्ट रहनु ठुलो लाभको कुरा हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।